नमस्ते। आज मेरो साथमा एउटा क्यूट एकदम ह्यान्डसम मेरो भाइ, सानो फुच्चे, मेरो त नाति नै भन्न सक्छ हैन, त्यस्तो व्यक्ति आज मेरो साथमा छन्। आज मेरो होटलमा आएको छ। राम्रै लास्टै मन पर्यो बाबु तिम्रो नाम के हो? विपिन। अनि विपिन के? तामाङ। घर चाहिँ कहाँ? घर उता नुवाकोट। अनि यहाँ काठमाडौँ चाहिँ कहाँ बस्छौ? यही हो। को हुनुहुन्छ? मम्मी बाबा म। ए अनि घरमा चाहिँ घरमा मम मम्मी। दुवैतिर मम्मी, यता पनि मम्मी उता पनि मम्मी। उता मम बाजे दिदी दादा। ए अनि तिम्रो मम्मी चाहिँ कता विदेशमा हो? ए अनि यता अर्कै मम्मी हो। अनि बाबाको नाम चाहिँ के हो? रामबहादुर तामाङ। ए उहाँ चाहिँ के गर्नुहुन्छ काम? बच्चाहरूलाई गाडीबाट ल्याउने, भाडा दिने, अनि खाना दिने। ए अनि जागिर सागिर छैन? छ। केमा जागिर हो? त्यही त हो नि जागिर। के त्यहीमा? आर्मी पुलिस प्रहरी के हो? आर्मी पुलिसहरू त होइन। के त? बाबाले भन्छ पहिला सबै जानेन, मलाई आर्मी भन्छ। ए आर्मी भन्छ। ए अनि तिमी चाहिँ अहिले चाहिँ पढ्दैनौ त? पढ्नु पर्दैन, अहिले सानो छौ। काठमाडौँमा पढ्ने कि नपढ्ने? काठमाडौँ पढेको छौ कि गाउँतिर पढिरहेको छौ? गाउँतिर पढाएको थिएँ, अब यहीँ हालिदिने स्कुल। ए गाउँमा चाहिँ कुन स्कुलमा पढ्दै थियौ? सरकारी स्कुलको नाम के हो? अलि सिधा बस्नु न बाबु। श्री चण्डी अद्भुत विद्यालयमा पढ्नु। ए अनि त्यहाँ चाहिँ अनि मिसहरू सरहरू कतिजना हुनुहुन्छ? सर मिसहरू दुईजना, सर दुईजना, मिस दुईजना, 4 जना है। अनि त्यहाँको पाले पनि हुनुहुन्छ? ए मिसले घन्टी बजाउनुहुन्छ। अनि विद्यार्थी चाहिँ कति छन् नि? कतिजना छन्? 6 जना। जम्मा 6 जना। ए स्कुलभरि कि त एउटा क्लासमा? स्कुलभरिमै जम्मा 6 जना। अनि तिम्रो क्लासमा चाहिँ कतिजना छौ? हाम्रो क्लासमा 3 जना। तिमी फर्स्ट सेकेन्ड थर्ड के हो? सेकेन्ड हो। जम्मा 3 जना विद्यार्थी छन्, तिमी चाहिँ सेकेन्ड भएको होइन? ए अनि तिमी त ट्यालेन्ट रहेछौ नि त बाबु, धेरै पढ्ने रहेछ है। अनि अब त्यहाँ 3 जना थोरै विद्यार्थी, अब सरहरू पनि थोरै, अनि विद्यार्थी नि थोरै। तिमीलाई मात्रै एउटा बाबा आमाले जस्तै गरेर पढाउनु हुने रहेछन्। त्यही भएर तिमी त एकदम ट्यालेन्ट होला। अब काठमाडौँ बसेर पढ्ने कि नपढ्ने त? ए काठमाडौँमा हालिदिन्छ भनेछ बाबाले? ए अनि साथीहरूलाई छोड्न सक्छ त उता? साथी छैनन्? तिम्रो अनि केटी साथी नै छ? अनि 6 जना विद्यार्थीमा केटा कति जान्छन्, केटी कति जान्छन्? केटा मेरो एउटा मात्रै साथी छ, एउटा के अरे स्कुल भयो, एउटा मात्रै साथी। एउटा मात्रै साथीको नाम के हो नि? रिकेश। ए केटीहरू चाहिँ छैन त्यहाँ? छ। कतिजना केटी? भन्नु भने सानो छ, ठुलो नि छ। त सानो ठुलो गरेर कति जान्छन्? ठुलो चाहिँ 4 जना, सानो चाहिँ 1 जना। भनेपछि 5 जना, तिमीसँग 6 जना होइन? ए अलिक कुरो मिलेन जस्तो लाग्यो मलाई। अब केटी 4 जना अनि ठुलो 1 जना, केटी 5 जना, अनि तिमीसँग 6 जना। अर्को रिक्वेस्ट भन्ने साथी पनि 7 जना पो भयो त। अनि तिमी 6 जना मात्रै भन्छौ त? त्यही रिकेश छ नि, रिकेश। अनि के अरे हाम्रो केटी 4 जना थिए, अनि एउटा चाहिँ अर्को स्कुल गएर त्यसै रिकेश के भन्न गरेको, अनि रिकेश। ए अर्को स्कुलमा गएपछि 6 जना भएको। ए अब तिमी पनि आयो त्यहाँ त
5 जना मात्रै हुने भयो है अँ, ए अनि त्यो सरहरूले त अब सरकारी तलब त मस्त खान्छन् होइन अब तिम्रो त सित्तैमा तिनीहरूले तलब खाने भयो नि त ती सरहरूले त है पैसा लिँदैन दिँदैन अँ, त्यो होइन तिमीहरूलाई चाहिँ दिँदैन होइन अँ, ए तिमीहरूले चाहिँ के दिन्छन् सरहरूले कहिलेकाहीँ घरमा आँप अमला के फल्या हुन्छ त्यही ल्याइदिने ए तिमीले ल्याइदिने कि सरले ल्याइदिने सरले पनि हामीले अनि हामीले पनि ए है बाउ छोरा जस्तो एउटा परिवार जस्तो गरेर स्कुलमा मिलेर बसेका छन् होइन कस्तो रमाइलो होला नि गाउँमा त है रमाइलो हुन्छ अनि काठमाडौँ रमाइलो कि गाउँमा रमाइलो त भनौँ भने दुइटैमै रमाइलो छ ए अनि तिमीलाई चाहिँ बढी जस्तो कहाँ बस्नु मन लाग्छ बढी जस्तो कहाँ यहीँ भन्नाले काठमाडौँ किन काठमाडौँ चाहिँ तिमीलाई रमाइलो लाग्छ त ए उता खाली ल्याङ 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 रक्सी खायो फेरि बिहानदेखि भोलिसम्म सरापे कसले त्यस्तो गर्ने मम ए मम भनेको हजुरआमा ए आफ्नो मम्मी त विदेशमा हुनुहुन्छ भने होइन त्यो त विदेशमा मम्मी हुनुहुन्छ हजुरआमाले चाहिँ सरापै गाली गरे गर्नुहुन्छ ए भनौँ भने मेरो यहाँको मम्मी उता गाउँको मम अनि उता विदेशको मम्मी ए मम्मी ए भनेपछि हजुरआमा दुईटा मम्मी हजुरआमा चाहिँ मम भन्छ होइन अनि ए त्यस्तो है गाउँमा चाहिँ धेरै ल्याङल्याङ गरिदिने है के विषयमा ल्याङल्याङ हुन्छ त बाबु खै केही विषय हुँदैन यतिकै रक्सी किनेर जा भन्छ अनि किन्छु अनि जान्छु अनि के अरे फेरि बिहान उठेपछि के कुरामा पो ल्याङ 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 है खाली तल घर जान्छ भनेर त्यो सराप छ ए तल जान्छ भनेर सराप छ अनि रक्सी किन्न पठाउँछ कि आफ्नै घरमा हुन्छ रक्सी आफ्नो घर हुँदैन उता पसलमा किन्न जानुपर्छ ए किन्न जानुपर्छ है किन नि मैले जानुपर्छ ए तिमीले जानुपर्ने ए पैसा नि दिएर पठाउँछ कति दिएर पठाउँछ ए उधारै खान्छन् अनि उधारो भन्यो भने त रक्सीको 1000 हो ए 1000 रुपियाँ उधारो छ ए अनि के त अझ अब ममले खाएको हजुरआमाले खाएको पैसा त अब तिमीले कमाएर लगिदिने त रक्सीको अब पैसा दिने भन्दै छ अब खै पैसा छैन भन्छ यहाँ अनि उता पैसा चाहियो पठाइदिए भन्छ खै के गर्नेको है तिमी मलाई साह्रै क्युट लाग्छ क्या ह्यान्डसम लाग्छ क्या अनि त्यही भएर तिमीसँग कुरा गर्न नि मन लागेको है तिमी मेरो साथी ल है अब यतै बस्यो भने तिमी र म साथी बन्नुपर्छ असल साथी हो है ए मलाई पनि माया गर्छौ नि तिमीले है मलाई गर्छ गर्दैन माया तिम्रो केटी साथी छैन अहिलेसम्म छैन अनि केटी साथी भयो भने नि नबनाउने किन ल अनि केटी साथी त चाहिहाल्छ नि एउटा ठुलो भएपछि त बिहा गर्ने नि पर्यो ए खोज्ने हो ए अहिले चाहिँ नखोज्ने अहिले के गर्ने त ए बढी मात्रामा खेल्नु भन्दा नि पढ्नु पर्यो क्या बाबु ठुलो मान्छे बन्नु होइन हो है ए अनि गाउँमा बस्दा चाहिँ धेरै जस्तो के पढ्थ्यौ कि खेल्थ्यौ कि के काम गर्थ्यौ खेल्ने है के खेल्छौ नि खेल्नु चाहिँ कस्तो कुरामा के कस्तो खेल कुरा भने भन त एकपल्ट खेल छैन लुकी छुपी ए भलिबल खेल्थ्यौ ए तिमीलाई मन पर्ने खेल चाहिँ कुन चाहिँ हो कबड्डी खेल्न आउँछ ए कबड्डी त है तिमीलाई पनि आउने रहेछ खेल्नलाई ए कतिजना साथी छ नि एकजना साथी छ एकजनासँग कबड्डी खेल्न मजा आउँछ त भने
खेल्ने भन्छ अनि कक्कै खेल्ने भन्छ हामीले अनि सबैजना खेल्ने भन्छ अनि सबैजना आफ्नो आफ्नो टिममा लिन्छ ए तिमीलाई गीत गाउन नै आउँछ रे भन्ने सुनेको गीत गाउन आउँछ आउँछ एउटा गीत गाइदेऊ नि त अब भोलितिर गाइदिन्छ आज गाइदेऊ न यार भोलितिर गाउँ एउटा सोचेर गाउन एकछिन सोच हैन हैन के पो गाउने भोलितिर गाउँछ एउटा गीत गाइदेऊ न तामाङ गीत गाइदिनु हुन्छ ल तामाङ गीत कालो चस्मा लाउँछ पिरती लाउने आउँछ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेश मेरो जे पनि हो मेरो परदेश मेरो जे पनि हो मेरो आमा रानीको बेलामा भेट भएको बेलामा आमा रानीको बेलामा भेट भएको बेलामा मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेश मेरो जे पनि हो मेरो सिद्धि गीत अनि यस्तो गीत तिमीलाई त कन्ठै रहेछ यो गीत त यो गीत हामीले पहिलादेखि सुन्छ हो अनि तिमीलाई राष्ट्रिय गाना पनि आउँछ राष्ट्रिय गाना आउँछ ल भन त अलि यता हेर भन ल सायदुङ्गा फुलका हामी एउटै नमाला नेपाली सर्वभङ्ग पहिरिएका मेसीमा काली प्रतिगीत कोटि कोटि शङ्कराको आधार विधारुन रगतार सौन्दर आधार ज्ञान हुने शान्ति हुने तरे बाँड्ने माला अरङ धरे प्यारो हाम्रो बत्ती हुने नेपाल भावभाषी भाषा धर्म जस्तै किस्त र हाम्रो जय जय नेपाल धन्यवाद ल तिमीले सबै ट्यालेन्ट त एकदम ट्यालेन्ट छौ कति वर्षको भयो तिमी 8 वर्षको भयो ए अनि अरू के गर्न आउँछ त तिमीलाई नेपाली गीत गाउन चाहिँ आउँदैन नेपाली गीत नि आउँछ कस्तो गीत आउँछ त एउटा गाइदेऊ न त झिम झिमाउने आँखाले मनै मेरो हल्लिन्छ आँखालो बिमन पापी भुतुकै भए म यति मात्रै हो सबै त कहाँ आउँछ त होइन अब सम्झिनु पर्यो जस तिमी ट्यालेन्ट चाहिँ ट्यालेन्ट छौ अब राम्रोसँग काठमाडौँ बसेर पढ्ने तिम्रो सोच छ अब पढेर ठुलो मान्छे बनेर के गर्ने विचार छ के बन्ने विचार छ तिमीलाई यता हेर न आर्मी पो बन्ने नि अनि है आर्मी बन्नलाई त अब फेरि दौडहरू सबै कुरो हुनुपर्छ होइन पढाइ पनि हुनुपर्यो दौड पनि हुनुपर्यो एक्सर्साइज बढी चाहिन्छ अनि तिमी अब पढ्नुपट्टि ध्यान दिन्छौ एक्सर्साइज हुँदैन अनि कसरी हुन्छ र आर्मी त हुँदैन नि त कोसिस गर्ने ए किन बाउ आर्मी भएर छोरा पनि आर्मी नै हो नि हो ए अनि पुलिस चाहिँ मन पर्दैन र ए पुलिस बन्दा चाहिँ के होला त है ए अनि डक्टर पाइलट बन्ने सोच चाहिँ छैन किन नि त्यो चाहिँ पाइलट बन्नु भने काम गर्नु के गर्नुपर्छ अनि के गर्नुपर्छ पाइलट बन्नलाई चाहिँ के गर्नु किन पाइलट नबन्ने किन पैसा पुग्दैन र हैन डाक्टर नि नबन्ने पाइलट नि नबन्ने आर्मी चाहिँ बन्ने देशको रक्षा गर्ने ए देशको रक्षा गर्ने है क्या राम्रो सोच अनि के अरे आर्मी के अरे पाइलट चाहिँ बन्दाखेरि चाहिँ के हुन्छ र तिमीलाई त्यस्तो पाइलट बन्नु पर्यो नि पाइलट बन्नु पर्यो डक्टर बन्नु पर्यो टिचर चाहिँ नबन्ने गाउँमा तिमीलाई जस्तै पढाउने सर जस्तो नबन्ने कि नबन्ने त किन नि अब गाउँ घरमै के अरे सर मिसहरू हुन्छ म चाहिँ भोलि पर्सि नै आर्मी बनेर देशको रक्षा गर्ने ए किन अनि तिमी जस्तै पढ्ने ट्यालेन्ट बनाउनु पर्यो नि त सर बनेर सर बनेर म जस्तै अरू सर मिसहरूले बनाउँछ ए बनाउनु त बनाउँछ उनीहरूले अनि अब तिम्रो पालामा त ती सर मिसहरू त बुढाबुढी भइसक्छन् अरू सर मिसहरू हुन्छ नि किन गाउँमा विद्यार्थी हुँदैन र नभएको कारणले हो ए अनि बोर्डिङ पढ्दा राम्रो हुन्छ कि अब यो सरकारी पढ्दा चाहिँ राम्रो लाग्छ तिमीलाई
तिमीलाई कता चाहिँ पढ्न मन लाग्छ बोर्डिङमा पढ्न मन लाग्छ कि सरकारीमा धेरै जस्तो त बोर्डिङमा अँ अहिले चाहिँ सरकारी अहिले चाहिँ सरकारी किन बोर्डिङमा पढ्न मन लाग्यो किनकि त्यहाँहरू के अरे साथीहरू धेरै हुन्छ विद्यार्थी धेरै हुन्छ सरकारीमा थोरै हुन्छ ए त्यो धेरै साथीहरू तिमीलाई चाहिएको पढाइ त सरकारीमा नै राम्रो हुन्छ नि होइन थोरै विदेशी तिमी यति ट्यालेन्ट छौ सरकारीमा पढेको अब के भन्न चाहन्छौ त तिमी अब सरकारी स्कुलमा धेरै विद्यार्थी भयो भने सरकारीमा पढ्ने भन्छौ कि अब भए जस्तो त भन्ने होला अब खै के पो गर्छ बाबा र मम्मीले ए सरकारी स्कुलमा धेरै विद्यार्थी भयो भने तिमी त्यहीँ पढ्ने हो खै बाबाले मान्यो भने माने नमान्यो भने नमाने हो ए बाबाकै कुरो हो है ल तिमी धेरै पढ्नु ठुलो मान्छे बन्नु ज्ञानी बन्नु होइन है बाबु हस् ल